परिवारमा झगडा र मनमुटावलाई चाहिँ हामीले कसरी कम गर्न सक्छौँ त? यस्तो छ, परिवारमा कस्तो हुन्छ भन्नुहुन्छ भन्दै हामीले सबैलाई के गर्छ भने अर्कोलाई सुधार्न खोज्छौँ कि, हो नि, राइट? अब बाबाले आमालाई सुधार्न खोज्ने, आमाले बाबालाई सुधार्यो भने, छोराले बाउले ठिक छैन भने, बाउले छोरा ठिक छैन भने, एकले अर्काको बानीलाई एक्सेप्ट गर्न सकिरहेको छैन नि त, राइट? त्यहाँ द्वन्द्व आएको हो। अनि खास यो परिवारमा, घर परिवारलाई रिह्याब सेन्टर बनाउने होइन कि, अर्कोलाई सुधार्न खोज्ने होइन कि, खुसी चाहिन्छ पहिला आफै सुध्रिने हो। तपाईँ टाउको फुट्छ अरूलाई सुधार्न खोज्दा भने तपाईँ सम्भव छैन, अरूलाई सुधार्न सक्नुहुन्न। खुसी चाहिन्छ भने आफै सुध्रिने हो। त्यो मनमुटाव किन हुन्छ भन्नुहुन्छ भनेदेखि, किन उसले सोचे जस्तो हुँदैन। जस्तो होमवर्क गर्यो भने बच्चाले गरिदिँदैन, आमाले तुरन्त रिस उठिहाल्छ। तर आमाले त्यहाँ रिस नउठ्नको लागि त, अनि बच्चा कसको? आमाको हो नि त। अनि बच्चा जन्माउने बच्चासँग रिसाउने मिलेन त्यो कुरा, होइन? अब अझ तपाईँको गहिरो हिसाबमा भन्नुहुन्छ भने जहाँ प्रेम छैन त्यहाँ रिस उठ्छ। यसको मतलब आमाले बच्चाले माया गर्नु भन्दा त मिल्दैन, अनर्थ लाग्छ फेरि। तर उसलाई रिस उठ्यो भने त साँच्चैकै बच्चाको माया भएन नि त। मैले कतिसम्म देखाएको छैन भने बाबाले घर छोडेर जा भन्दाखेरि छोरो अहिलेसम्म गाछमा फर्केर आएको छैन कि, एउटा शब्दले गर्दाखेरि घरमा आएको छैन भनेपछि अब त्यहाँ त हजुरको कस्तो हुन्छ, त्यहाँ प्रेम भएन नि त। हो, तपाईँको प्रेममा रिसै हुँदैन, बुझ्नु भएन? अब परिवार त मेरो हो, रिस किन उठ्यो त? त्यो एकदमै गहिरो सोच्नुपर्छ यो कुराहरू, होइन? अब मैले मेरो मान्छेसँग रिसाउने किन हो त? अब बिहे गरेको छ अनि रिसाउन बिहे गरे हो त? ठिक हो, सही हो मैले भनेको? बिहे गरेको छ रिसाउन बिहे गरे हो, झर्किनलाई बिहे गरे हो, होइन? हो, यो कुरा त्यहाँ के भयो, रियल प्रेम भएन क्या, त्यहाँ कन्डिसनल त्यहाँ लभ भयो कि, बुझ्नु भएन? प्रेम पनि त कन्डिसनल हुन्छ नि त। अन्त कन्डिसनल प्रेममा तपाईँको अहिले एकछिनमा केही पायो खुसी भयो, एकछिनमा केही पायो रिसायो। हो, यतिसम्म भने चाहिँ हेर्नुहोस् है, बाबाले छोरालाई आफ्नै प्रयोजनको लागि माया गर्छ अरे कि, बुझ्नुभयो? यति आध्यात्मिकमा यतिसम्म बुझ्नुपर्छ। आमाले जस्तो श्रीमानले श्रीमतीलाई आफ्नै प्रयोजनको लागि माया गरेर हुन्छ, श्रीमतीले श्रीमानलाई आफ्नै प्रयोजनको माया गर्छ, श्रीमानले पनि श्रीमतीलाई आफ्नै प्रयोजनको लागि माया गरेर हुन्छ। यदि तपाईँ गहिरो हेर्नुभयो भने तपाईँले कति न्युज पनि सुन्नुभयो होला, भूकम्प आएको बेलामा कति त बच्चालाई छोडेर आमा मात्रै भएको छ भनेपछि माया पहिला कसको हुँदो रहेछ त, होइन? हो, अब परिवारको कुरा गर्दाखेरि अर्को, अब मैले व्यवहारिक कुरा गर्नु पर्दाखेरि चाहिँ नि अर्कोलाई सुधार्न खोज्ने होइन, त्यो जो छ त्यसलाई एक्सेप्ट गर्ने, त्यो जस्तो छ कि। अब त्यसको स्वभाव त चेन्ज गर्न अर्कोले सक्दैन नि, सम्भव छ त? छैन नि त, होइन? जुन असम्भवमा हामी चाहिँ हात हाल्छौँ कि। त्यसैले घरलाई रिह्याब सेन्टर बनाउन बन्द गर्नुहोस्, बल्ल चाहिँ नि आफै सुध्रिने हो। अनि त्यसपछि तपाईँको घरमा त्यति झगडाहरू पर्दैन। र म त अझै अघि कन्क्लुजनमा भन्नु पर्दाखेरि त्यहाँ गहिरो प्रेम भएन कि, गहिरो प्रेम नभएको ठाउँमा तपाईँको रिस आइहाल्छ। जस्तो हो के हुन्छ भन्दाखेरि 30औं वर्ष बस्यो, होइन? अनि के तपाईँको एक सेकेन्डमा मान्छेले श्रीमानले श्रीमती काटिदिएको छ कि छैन? कति न्युज हामीले सुन्छौँ नि त। अनि तपाईँको 29 वर्ष चाहिँ प्रेम भयो, अनि त्यो बेला चाहिँ प्रेम कहाँ गयो त? प्रेम यहाँ त हरदम भइरहनु पऱ्यो नि त। हो, त्यो बुझ्नलाई चाहिँ नि अघि कुरा योग ध्यानका कुराहरू जरुरी छ।